ल गाइज हामी चाहिँ अब बुढी र म भएर ट्याक्क यहाँ श्रीनगर डाँडा जाउन लाग्यो होइन। बुढी के खान लाग्यो रे? है देखाउ त के खान लाग्यो? आइसक्रिम खाने अब खाने एकछिनमा। दामी रहेछ यो पाल्पाको श्रीनगर चाहिँ साथी हो। तपाईँहरू पनि घुम्न आउनुहोस्। ट्याक्क लाएर उकालो चाहिँ लास्टै छ है। त्यही पनि आइयो जसो तसो होइन बुढी? राम्रो देखेँ त म त। सल्लाहकारी छ राम्रो। आज यसो जाउँ त छुट्टी मिलाएर भनेको। लास्टै गर्मी रहेछ। हावा त लाग्छ तर हिँडाइले गर्मी हुने क्या। हाम्रो विशेष खाजा नास्ता आजलाई बुढाको र मेरो धरानको जस्तो धरान नाम छ क्या यस्तो। त्यही त तपाईँले धरानकै सुनेको पहिला उहिले सबै दुःख देखेको पो त। आइयो है ल भ्यूटा। भ्यूटारको टुप्पोमा गएर फोटो खिच्यो। चटनी लाउनु हुँदैछ सर हजुरले लागि होइन। खाने हो चटनी ल्याएर अर्कै छ यो पकौडा त्यो त आलु चप्सँग होइन। आधा खाऊँ न त। यो प्याजी रहेछ नि। ल ए चियर्स। यहाँ टाँस्यो खायो छोराछोरी नहुँदा नै यसरी घुमेर खानुपर्छ जङ्गलमा। अन्त चटनी बासी हो क्या कस्तो गर्नुहोस् त पकौडा यो खानु भइसक्यो। ल आफै बन्नुको यस्तो तारा छोरा अब चाहिँ खाजा गएर फर्किने कुरो नजाउँ। नि ओह्राली झऱ्यो ओह्राली झरे है उकाली अब नआयो है यहाँ हामीलाई आएर राम्रो ठाउँ लाग्छ हिँड्न गाह्रो हुन्छ है। बहुत गाह्रो भयो।